नमस्कार सम्पूर्ण साथीहरुमा तपाईहरु प्रायजसो कुनै पनि डकुमेन्टहरु प्रिन्ट गर्दाखेरि त्यसमा के समस्याहरु भोग्नुहुन्छ। प्रायजसो भोग्ने समस्या भनेको त्यो जुन प्रिन्टको डकुमेन्ट हुन्छ त्यसको मार्जिन सेट गर्नुपर्ने हुन्छ। अर्थात मार्जिनमा कहिलेकाहीँ ठूलो मार्जिन हुन्छ, त्यो मार्जिनलाई चाहिँ हामी म्यानेज गर्नुपर्ने हुन्छ। दोस्रो के हुन्छ भन्दाखेरि कहिलेकाहीँ हामीलाई पोर्ट्रेट हुन्छ, त्यसलाई चाहिँ ल्यान्डस्केप कसरी गर्ने त्यो पनि गर्नुपर्ने हुन्छ। र तेस्रो चाहिँ हामीलाई साइज एउटा फिट गर्नुपर्ने हुन्छ, कतिवटा साइजमा राखेको छ त्यसको साइज जस्तै A4 साइज, A3 साइज, A5 साइज कुन साइज हो त्यसमा प्रिन्ट गर्नुपर्ने हुन्छ। अर्को चाहिँ कुनै स्पेसिफिक एरिया मात्र प्रिन्ट गर्नुपर्ने हुन्छ त्यो छ। र अर्को चाहिँ त्यो पेजलाई हामी कति ठाउँमा ब्रेक गरेर राखेको छौं त्यो हुन्छ। र अर्को के हुन्छ भन्दाखेरि हाम्रो कुनै डकुमेन्ट भयो त्यो डकुमेन्टको ब्याकग्राउन्डमा हामी कसरी लोगो राख्छौं त्यो सम्बन्धी हुन्छ। त्यसै अन्तर्गत जस्तै कि मेन भनेको हाम्रो टाइटल हुन्छ, त्यो टाइटलहरुलाई कसरी सबै पेजमा प्रिन्ट गर्न सक्छौं त्यो हुन सक्छ। र त्यही अन्तर्गत जस्तै कि कुनै डकुमेन्टहरु प्रिन्ट गर्दाखेरि त्यसको रो र कलमहरु कसरी शो अफ हुन्छ त्योसँग रिलेटेड हुन्छ। त्यही रिलेटेड मैले राखेर चाहिँ आजको भिडियो बना। तपाई सामु यो भिडियो कुनै पनि माध्यमबाट पुगेको छ भने कृपया एक्सेल एक्सपर्ट युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनुहोस्, साथै यो भिडियो आफ्ना साथीहरुसँग पनि शेयर गरिदिनुहोस्। एक्सेल सम्बन्धी यस्तै उपयोगी भिडियोका लागि हामीसँग जोडिनुहोस्। धन्यवाद। सबैभन्दा पहिला यो एउटा डाटा हो, हाम्रो यो डाटा यसमा सिरियल नम्बरदेखि लिएर टोटल सेल्स सम्म छ। कुनै एउटा कम्पनीले चाहिँ आफ्नो सिरियल नम्बर राखेको छ र कुन व्यक्तिले कति सेल्स गरेको छ, कुन डेटमा सेल्स गरेको छ, कुन आइटम सेल्स गरेको छ र टोटल सेल्स कति छ भन्ने कुरा यहाँ दिएको छ। र यसलाई हामी प्रिन्ट गरौँ। सबैभन्दा एक नम्बरमा हामी यहाँ कन्ट्रोल पी गरौँ। कन्ट्रोल पी गरिसकेपछि यहाँ हामीले पी गरेर हामी यहाँ हेर्न सक्छौं कि यहाँ सिरियल नम्बरदेखि लिएर हर्षसम्म डकुमेन्ट आएको छ। अब यसलाई हामीले 1 पेजमा प्रिन्ट गर्नु छ भने हामी कसरी गर्छौं त्यही कुरा सिक्छौं। अब यता हेर्दाखेरि हाम्रो यस्तो भयो, अनि तल चाहिँ हेर्दाखेरि हामीलाई 49 नम्बरसम्म हाम्रो रो रहेको छ र हामीले कतिसम्म 43 सम्म मात्र हामीले यहाँ प्रिन्ट गर्न पाइरहेको छ। यसलाई कसरी सेटिङ गर्छौं हामी हेरौं। यहाँ हामी धेरै किसिमले सेटिङ गर्न सक्छौं। यहाँ कन्ट्रोल पी गरेर यहाँबाट पनि सेटिङ गर्न सक्छौं र हामीले पेज लेआउटमा गएर पनि कपी गर्न यसलाई सेटिङ गर्न सक्छौं। एक नम्बरमा हेरौं हामीले सबैभन्दा पहिला यसलाई सेटिङ गर्दाखेरि हामी मार्जिनमा जान्छौं। मार्जिनमा गइसकेपछि यो चाहिँ अहिले हाम्रो कुन कन्डिसनमा छ भने कस्टम मार्जिनमा छ। न्यारो मार्जिनमा गइसकेपछि हामी यो डकुमेन्टलाई हेरौं। अब हाम्रो पहिलादेखि कतिसम्म थियो, पहिला हर्षसम्म थियो भने अहिले चाहिँ नितिनसम्म हाम्रो डकुमेन्ट गइसक्यो, तर प्रिन्ट चाहिँ फुल पेजमा भइरहेको छैन। तल पनि हेर्दाखेरि 46 बाट 49 मा आएको छ, हाम्रो बढ्न चाहिँ बढेको छ, तर अहिले पनि हामी प्रिन्ट गर्न सकिरहेको छैनौं। यो कति पेजमा यो डकुमेन्ट छ यो हेर्नको लागि हामी यहाँ चाहिँ तलको एरोमा यहाँ पेज लेआउट भन्ने एउटा देखाउँछ, त्यसमा क्लिक गरिसकेपछि अहिलेको डाटा हाम्रो जम्मा चाहिँ कति पेजमा छ, 4 पेजमा छ। 1 2 3 4 पेजमा रहेको छ। अब यसलाई हामी मिलाउँदै गरौँ। एक नम्बरमा यो चाहिँ अहिले हेर्दाखेरि हाम्रो चाहिँ यो ल्यान्ड पोर्ट्रेटमा छ। अब यसले ल्यान्डस्केपमा गरेर हेरौँ। ल्यान्डस्केपमा गर्दाखेरि यहाँको डकुमेन्ट छ, यसले ल्यान्डस्केप गर्दाखेरि अब के भयो भन्दाखेरि कन्ट्रोल पी प्रेस गरौँ। हाम्रो चाहिँ क्वान्टिटी सम्म आयो तर टोटल सेल्स अझ पनि आएको छैन। अब हामीले के गर्न सक्छौं भन्दाखेरि हामीले यहाँ विड्थमा जान सक्छौं। विड्थ जुन चौडाइ छ त्यसमा हामी जान सक्छौं र यसलाई चाहिँ हामी 1 पेजमा हामी भन्यौं। अब यो डकुमेन्टको चाहिँ जुन चौडाइ छ त्यसलाई हामी केमा भन्यौ भन्दाखेरि हामीले 1 पेज भनौं। र यसलाई चाहिँ हामीले के भन्छ भन्दाखेरि हाइटलाई पनि 1 पेजमा गरियो भने अहिले हेर्न सक्छौं हाम्रो सबै डकुमेन्ट 1 पेजमा आइसक्यो। यहाँबाट मजाले हामी हेर्न सक्छौं 49 सम्म छ, यता 41 देखि लिएर यता टोटल सेलसम्म 1 पेजमा आएको छ। यहाँबाट हामी हेर्न सक्छौं। अर्को चाहिँ के भयो भन्दाखेरि अब हेर्दाखेरि हाम्रो कस्तो आयो भन्दाखेरि ठिक्कको मिलेको छैन। त्यसको लागि हामीले पेज सेटअपमा जान्छौं। पेज सेटअपमा गइसकेपछि यहाँ के गर्न सक्छौं भन्दाखेरि फिट इन 1 पेज गरिसकेको छौं र यसमा गएर हामीले केमा जान्छौं, मार्जिनमा जान्छौं। मार्जिनमा गइसकेपछि यहाँ हेरौँ, यहाँ 75 छ, 25 छ, 25 छ। यसलाई हामीले
होरिजेन्टल र भर्टिकल चाहिँ इक्वल गरिसकेपछि क्लिक गरिसकेपछि यो डकुमेन्ट हाम्रो ठिक्कको बीचमा कस्तो राम्रो देखियो हेर्नु। यो एउटा गरेपछि हाम्रो प्रोफेसनल तरिकाको एउटा प्रिन्ट भएर आउन सक्छ। त्यसै अन्तर्गत हामीले मार्जिन पनि सेट गर्छौँ। अहिले मार्जिन हेर्दाखेरि अब यहाँ धेरै देखायो, यता धेरै देखायो, राइट लेफ्टमा धेरै देखायो, अप डाउनमा कम छ। अब यसलाई हामीले कसरी मिलाउँछ भन्दाखेरि पेज सेटअपमा गएर मार्जिनमा गएर हामी यसलाई पनि 25 एकचोटि गरेर हेरौँ र तलको पनि 25 गरेर हेरौँ। एकचोटि यहाँ गरिसकेपछि हेर्नु चारैतिर इक्वल मार्जिनहरू हुनुपर्ने अवस्था देखियो। जस्तै कि यहाँ अलि बढी भए पनि किनकि जुन एक्सेलको डाटा छ त्यो साइजको छ, त्यही भएर हामीले त्यही साइज अनुसारको म्यानेज गर्न राखेको छौँ।